यो चाहिँ के छ भने ब्रह्माबाट उत्पन्न भएका कुनै जीवजन्तुबाट पनि मेरो मृत्यु नहोस् भनेर हिरण्यकशिपुले चाहिँ एउटा वरदान मागेको थियो ब्रह्माजीसँग। अनि ब्रह्माजीले पनि ठिकै छ त, मैले सृष्टि गरेका जीवजन्तुले तिम्रो मृत्यु हुँदैन भनेर चाहिँ भगवानले भनिदिनु भएको थियो ब्रह्माजीले यो हिरण्यकशिपुलाई भनिदिनु भयो। अब हिरण्यकशिपु चाहिँ के छ भने एकदम बलवान भएर चाहिँ उसले सबै देवतालाई सबै प्रकारका दुःख दिन थाल्यो। अब भगवानले त निवारण गर्नु पऱ्यो। भगवानले विचार गर्नुभयो कि अब हिरण्यकशिपुलाई मार्नको निम्ति उसकै घरमै कोही न कोही जन्मिनुपर्छ र त्यो जन्मियो भने, त्यो बालक जन्मियो भने उसैको कारणले चाहिँ उसको मृत्यु हुन्छ भनेर विचार गर्नुभयो र हिरण्यकशिपुको घरमा छोराको जन्म भएको छ जसको नाम प्रह्लाद छ। अब प्रह्लाद चाहिँ देवता भगवान विष्णुलाई मान्ने भए। अब यो हिरण्यकशिपु चाहिँ अदानी भयो, ऊ ठिक्क विष्णुको विरोधी थियो। प्रह्लादले जब विष्णु भगवानको आराधना गर्ने भएपछि हिरण्यकशिपुलाई रिस उठेर उसले सोध्यो कि हे प्रह्लाद, तेरा भगवान कहाँ कहाँ हुनुहुन्छ? प्रह्लादले भन्नुभयो मेरो भगवान त मेरो हृदयमा हुनुहुन्छ, मेरो यो जलमा थलमा सबै ठाउँमा मेरो नजरमा, मेरो मनमा, मेरो मस्तिष्कमा चाहिँ मैले भगवान विष्णु भगवानलाई देखेको छु भनिसकेपछि हिरण्यकशिपुलाई रिस उठ्यो र एउटा अगाडिको खम्बामा प्रह्लादलाई सोध्यो कि यस खम्बामा पनि तेरो भगवान छ भनेर सोद्धा प्रह्लादले हात जोडेर मेरो प्रभु खम्बामा पनि हुनुहुन्छ भनिदिएपछि त्यो खम्बामा हिरण्यकशिपुले चाहिँ तोडिदियो। त्यहाँबाट चाहिँ नृसिंह भगवानको अवतार भयो। अब नृसिंह भगवानले चाहिँ हिरण्यकशिपु अत्यन्तै आत्यो, किनभने उसको मृत्यु त अब निश्चित भयो, हुने नै भयो। अनि भगवानले सोध्नुभयो नृसिंह भगवानले, म को हुँ त? म ब्रह्माजीबाट उत्पन्न भएको मान्छे हो त भन्दा अब हिरण्यकशिपु भन्छ होइन, किनभने नङ्ग्रा पनि छन्, दाढी पनि लामामा छन्, सिंह जस्तो छ, तर खुट्टा हेर्दाखेरि मान्छे जस्तो छ। हिरण्यकशिपु अत्यन्तै के छ भने डराएर उसले भन्न लाग्यो ठिक छ, आखिरीमा मेरो मृत्यु उता हुने भइहाल्यो, तर एउटा मेरो शर्त छ। के छ शर्त भन्दा म त जलमा पनि मर्दिनँ, थलमा पनि मर्दिनँ, पृथ्वीमा पनि मर्दिनँ, पानीमा पनि मेरो मृत्यु हुँदैन भन्दा भगवानले के गर्यो भन्दा आफ्ना काखमा राख्नुभयो अनि सोध्नुभयो यो के हो त, यो थल हो कि जल हो त भन्दा हिरण्यकशिपुले भन्छ यो त केही पनि होइन। त्यो पछाडि फेरि हिरण्यकशिपुले भन्यो मलाई 12 महिनामा मार्न मिल्दैन, भगवानले 13 महिनामा आइदिनु भयो। 13 महिना चाहिँ त्यो मलमास अधिक मास पुरुषोत्तम महिना त्यो महिना थपिदिनु भयो। 27 नक्षत्रमा मेरो मृत्यु हुँदैन भन्यो। भगवानले त्यो पनि पुरा गरिदिनु भयो। अभिजित नाम गरेको नक्षत्र बनाएर 28 नक्षत्र बनाउनु भयो र त्यसैको अभिजित नक्षत्रमा उसको मार्मिचार गर्नुभयो। फेरि हिरण्यकशिपुले भन्यो म शस्त्रमा पनि मर्दिनँ, अस्त्रमा मृत्यु हुँदैन भन्दा हातका भगवानका हातका नङ देखाइदिनु भयो। के हो त अस्त्र हुन् शस्त्र हुन् भन्दा त्यो पनि छक्क पऱ्यो। पछाडि गएर उसले के छ भने म दिनमा नमरौँ रातमा नमरौँ भनौँ। ठिक छ त, दिनमा पनि मृत्यु हुँदैन, रातमा मर्दैन, साँझको बेलामा मृत्यु हुन्छ। अब अन्तिममा गएर उसले के प्रस्ताव राख्यो भने
म के छ भने बाहिर नै मर्दिनँ, भित्र नै मर्दिनँ। त्यसो भने ठिकै छ त, सङ्घारमा ढोकाको सङ्घारमा न बाहिर न भित्र भयो। यसरी भगवान्ले चाहिँ के छ भने यो हिरण्यकश्यपलाई काखमा राखेर नङ्ग्राको माध्यमबाट परमधाम पुर्याइदिनु भयो। त्यति बेलादेखि यो मलमास अथवा अधिक मास नाम रहन गयो। अब मलमास भनेको छ भने अब महिनाको मललाई मलमास भनिन्छ। त्यसलाई अधिक मास महिना बढ्ने भयो, शुक्ल पक्ष कृष्ण पक्षको आधारले महिना बढ्ने भयो, त्यसैले अधिक मास भयो। अब पुरुषोत्तम चाहिँ कसरी भयो त भन्दा मलमासलाई पिर लाग्यो, उसलाई सबैले तिरस्कार गरे भए। मलमासले विचार गर्यो अब मलाई सारा मान्छेले चाहिँ मलाई अब तिरस्कार गरे, म कहाँ जाउँ। अब यो महिना पुरुषोत्तम महिनामा चाहिँ पूजाआजा पनि हुँदैन, मेरो नाम पनि छैन। प्रत्येक महिनाका अब देवताहरू हुनुहुन्छ भने अधिक मासको चाहिँ कुन देवताको पुकार गर्ने, कुन देवतालाई मान्ने भन्दा अधिक मासले चाहिँ अब नारायणको शरणमा गयो। नारायणले पनि गोलोकमा गएर कृष्ण भगवानसँग पुग्नुभयो र कृष्ण भगवानको छेउमा गएर मलमासले अब मेरो चाहिँ के छ भने म अब मर्छु, यहीँ सुत्छु, भगवानकै छेउमा बसेर म यहीँ मर्छु, मेरो उद्धार गर्नुहोस् भन्दा बालमुकुन्द कृष्ण भगवानले भन्नुभयो ल त्यसो भए आजबाट तिम्रो नाम पुरुषोत्तम। जसले पुरुषोत्तमको महिनामा तिम्रो पूजा गर्छ, आराधना गर्छ, भक्ति गर्छ भने उसलाई सुख, समृद्धि, यश यी सबै प्रकारका चाहिँ कुराहरू प्राप्त गर्छ। तर पुरुषोत्तम भगवानको भन्दा अर्को पूजा चाहिँ गरियो भने निष्काम मात्रै हुनेछ भनेर भनिदिनु हो। अनि पुरुषोत्तम मलमास खुसी भएर अब मेरो नाम पनि पुरुषोत्तम रह्यो भने चाहिँ कोही साथ ऊ आफ्नो के छ भने अब पृथ्वीमा भगवानसँग वरदान मागिसकेपछि पृथ्वीमा आउँदो भयो। यसरी मलमासको कुराहरू पुरुषोत्तमको जो महात्म्य छ त्यो महात्म्यमा बताएको छ। यदि यो भिडियो मन पर्यो भने सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। जय भैरवनाथ, जय शम्भु लेख्नु होला। ओम नमः शिवाय।